मुलाको गुन्द्रुक हो यस्तो दामी भएछ। गुन्द्रुक सप्रेको जस्तो हुन्छ यो निकाल्दै पहेँलो हुन्छ हो। एकदम मिठो बनाउँदैछ। यो चाहिँ यसरी निकाल्दा चाहिँ कालो भएको छ भने चाहिँ मिठो नभएको हो। भने चाहिँ बाफ मजाले आएको होइन गुन्द्रुक सिन्की मुलासँगै लगाएको थिएँ। हेर्न सक्नुहुन्छ यस्तो दामी पहेँलो। अब फेदमा चाहिँ यस्तो गरेर लगाएको थिएँ नि त यस्तो दामी। दामी भएछ है दामी यो सप्रेको जस्तो हुन्छ है। गुन्द्रुक पनि पहेँलो निक्लिन्छ हो। कालो भएको चाहिँ यो चाहिँ कालो भयो भने चाहिँ बिग्रेको हो। मुलाको है यो चाहिँ गुन्द्रुक सिन्की। मुलाको चाहिँ गुन्द्रुक पनि दबाई हो। ग्यास्ट्रिकको दबाई रे भनेको सुनेको हो। यस्तो दामी भएछ है।